आज म तपाईहरुलाई ब्यालेन्स सिट र इन्कम स्टेटमेन्टको बारेमा लिएर आएको छु। यो चाहिँ हामीले अगाडि गरेको ट्रेडिङ एन्ड प्रॉफिट एन्ड लस एकाउन्ट र ब्यालेन्स सिट भन्दा अलिकति फरक छ। ब्यालेन्स सिट चाहिँ सेमै हो, तर यसको फर्मेट मात्रै फरक छ। इन्कम स्टेटमेन्ट यो चाहिँ तपाईहरुलाई एकदम नयाँ कन्सेप्ट हुन सक्छ। फर्स्ट टाइम हो भने अलिकति ध्यान दिएर हेर्नु होला। म स्टेप बाइ स्टेप हाउ टु प्रिपेयर इन्कम स्टेटमेन्ट भनेर म तपाईलाई यहाँ सिकाउँछु है त। यसको लागि हामीले एक्जाममा यसरी नै ट्रायल ब्यालेन्स दिएको हुन्छ र ट्रायल ब्यालेन्सबाट चाहिँ हामीले कुन कुन पोइन्टहरु कहाँ जान्छ भनेर चाहिँ छुट्याउनु पर्ने हुन्छ है त। सबभन्दा पहिला इन्कम स्टेटमेन्टको फर्स्ट पोइन्ट भनेको चाहिँ जहिले पनि टपमा सेल्स रेभेन्यू हुन्छ है। सेल्स रेभेन्यूको अमाउन्ट कति छ त्यो सुरुमा हामीले इन्कम स्टेटमेन्टको हेडिङमा हेर्नुपर्छ। यो चाहिँ मल्टी स्टेप इन्कम स्टेटमेन्ट हो यो है। र ब्यालेन्स सिट पनि क्लासिफाइड ब्यालेन्स सिट हो। त्यसपछि सेल्स रेभेन्यूबाट माइनस हुने पोइन्ट भनेको कस्ट अफ गुड सोल्ड। कस्ट अफ गुड सोल्ड, कस्ट अफ गुड सोल्ड भनेको के हो? अब यो त काइन्ड अफ कस्टै हो यो हैन, खर्च हो, लागत हो। तर यसमा कस्ट अफ गुड सोल्ड अथवा सीओजीएस मा चाहिँ के पोइन्ट, यसलाई कसरी क्याल्कुलेसन गर्नुपर्छ यसलाई मैले यहाँ लेख्छु। कस्ट अफ गुड सोल्ड को लागि सबभन्दा पहिला के गर्नुपर्छ भन्दाखेरि ओपनिङ स्टक प्लस परचेज रिलेटेड एक्सपेन्सेसहरु, परचेज अथवा क्यारेज हुन सक्छ अथवा एक्सपेन्सेस, अनि प्लस वेज र माइनसमा क्लोजिङ स्टक हुन्छ। यसरी हामी चाहिँ कस्ट अफ गुड्स पत्ता लगाउन सक्छ है त। अब यसरी हामीले चाहिँ अब यहाँ एकवटा पोइन्ट हेरौँ। ओपनिङ स्टक कहाँ छ? ओपनिङ स्टक छ फर्स्ट पोइन्टमा 75,000 छ। ओपनिङ स्टक 75,000 छ है। परचेज पोइन्ट नम्बर 2 मा छ 3,60,000 छ है। अनि परचेज सँग रिलेटेड के छ? यहाँ छ 5 नम्बरमा क्यारेज अन परचेज भनेको छ। यहाँ चाहिँ परचेज क्यारेज भयो है। कति छ? 16,000। त्यसपछि वेज कहाँ छ? वेज चाहिँ 21 नम्बरमा 21 नम्बरमा 7,000 छ, 7,000 छ वेज है। वेजको अमाउन्ट कति छ? 7,000 छ। र अर्को लास्टमा छ क्लोजिङ स्टक। क्लोजिङ स्टक चाहिँ हामीलाई यहाँ इन्फर्मेसन दिएको छ, भ्यालु अफ क्लोजिङ स्टक भनेर 40,000 दिएको छ है। क्लोजिङ स्टक चाहिँ माइनस हुन्छ, 40,000 माइनस। अब यसलाई क्याल्कुलेसन गरौँ कति हुन्छ। 75,000 प्लस 360 16,000 प्लस 7,000 माइनस 40,000। यसरी हाम्रो कस्ट अफ गुड सोल्ड चाहिँ 4,18,000 आयो है। अनि हाम्रो कति छ सेल्स रेभेन्यू? सेल्स छ यहाँ कति छ? 14 पोइन्टमा सेल्स छ 6,50,000 रुपैयाँ छ। सेल्स रेभेन्यूमा 6,50,000 यसरी छ है। सेल्स रेभेन्यूबाट कस्ट अफ गुड्स माइनस गर्यो भने त्यो आउँछ ग्रस प्रॉफिट। कति भयो? 6,50,000 बाट 4,08,000 घटाउने गर्दाखेरि कति आयो हाम्रो? 2,32,000 रुपैयाँ ग्रस प्रॉफिट आयो है। 2,32,000।
अब अर्को पोइन्ट हुन्छ लेस अपरेटिङ कस्ट। अपरेटिङ कस्ट अपरेटिङ कस्टमा चाहिँ सबभन्दा पहिला आउँछ फेरि अफिस एन्ड एडमिन कस्ट है। अफिस एन्ड एडमिन कस्टमा के पोइन्टहरु आउँछ भन्दाखेरि सबभन्दा पहिला यहाँ चाहिँ रेन्ट, एनी काइन्ड अफ रेन्ट एक्सपेन्सेस आउँछ, रेन्ट चार्ज है। अपरेटिङ कस्टको रेन्टको एमाउन्ट कति छ? रेन्ट छ 50,000, रेन्ट 50,000। त्यसपछि अरु के छ? रेन्ट पछि प्रिन्टिङ एन्ड स्टेसनरी, त्यो पनि अफिस एक्सपेन्सेस जान्छ। प्रिन्टिङ एन्ड स्टेसनरी कति छ? प्रिन्टिङ एन्ड स्टेसनरी 2000 छ। र अर्को स्यालेरी पनि जान्छ। स्यालेरी कति छ यहाँ? स्यालेरी चाहिँ पोइन्ट नम्बर 22 मा स्यालेरी 2300,000 छ, 23,000 छ है। अनि अर्को फेरि यहाँ पोइन्ट हुन्छ सेलिङ एन्ड डिस्ट्रिब्युसन कस्ट है। सेलिङ एन्ड डिस्ट्रिब्युसन कस्टमा चाहिँ यहाँबाट चढ्ने भनेको ब्याड डेप्ट, ब्याड डेप्ट चढ्छ। कति छ ब्याड डेप्ट? ब्याड डेप्टको एमाउन्ट छ, ब्याड डेप्टको एमाउन्ट कति छ? 2000 छ, 2000 ब्याड डेप्ट छ। अब यो यति अपरेटिङ कस्ट चाहिँ ग्रोस प्रफिटबाट घटाउने कति आउँछ? प्लस 50,000 प्लस 2000 प्लस 23,000 प्लस 2000 गर्दाखेरि टोटल 77,000 आयो। अब ग्रोस प्रफिटबाट टोटल अपरेटिङ कस्ट घटाउँदा कति आयो? अपरेटिङ इन्कम आयो। अपरेटिङ इन्कम कति हुन्छ? माइनस 2,32,000, 1,55,000 रुपियाँ अपरेटिङ प्रफिट आयो है। 1,55,000, 1,55,000। अब अर्को फेरि घट्छ यहाँ, एउटा पोइन्ट चढ्ने भयो यहाँ, एड अदर नन अपरेटिङ इन्कम भनेर। अदर नन अपरेटिङ इन्कममा चाहिँ यहाँ एउटा कमिसन भन्ने छ 19 मा कमिसन छ। कति छ कमिसनको एमाउन्ट? 3500 छ। कमिसन भनेर यो चढ्छ है, 3500 चाहिँ यहाँ एड हुन्छ। अनि अर्को फेरि लेस हुन्छ फेरि अदर नन अपरेटिङ कस्ट भनेर इन्ट्रेस्ट अन लोन को पोइन्ट चढ्छ है त। इन्ट्रेस्ट अन लोन कति छ भन्दाखेरि इन्ट्रेस्ट अन लोनको 15,000, 15,000 घट्छ। अब यो जुन आउने यो नेट
ब्यालेन्स छ त्यसलाई चाहिँ नेट इन्कम भनिन्छ है। गर्दाखेरि 1,55,000 प्लस 3500 कमिसन जोड्ने र माइनस 15,000 इन्ट्रेस्ट अन लोन घटायो भने नेट इन्कम आउँछ 1,43,500। यो चाहिँ नेट इन्कम आउँछ है। यसरी चाहिँ इन्कम स्टेटमेन्ट तयार पारिन्छ। अब अर्को पोइन्ट भनेको हामी क्लासिफाइड ब्यालेन्स सिट भन्छौँ। यो ब्यालेन्स सिट हो तर थोरै यसमा चाहिँ हेडिङहरु मात्रै यसमा दिएको हुन्छ। यसको सबभन्दा माथिल्लो पोइन्टमा आउँछ एसेट्समा। एसेट्स आउँछ। एसेट्समा चाहिँ करेन्ट एसेट्स भनेर एउटा अर्को पोइन्ट हुन्छ, करेन्ट एसेट्स है। करेन्ट एसेट्समा के चढ्छ भन्दाखेरि यहाँबाट हेरौँ, सबभन्दा पहिला डेप्टर चढ्छ। डेप्टर हाम्रो करेन्ट एसेट्स हो। डेप्टर 1,65,000 छ त। अर्को छ एक्योर्ड इन्ट्रेस्ट, ACCURED एक्योर्ड अथवा प्रिपेमेन्ट इन्ट्रेस्ट। एक्योर्ड इन्ट्रेस्ट पनि करेन्ट एसेट्सै हो, 5,000। अर्को चढ्छ एकदम इम्पोर्टेन्ट पोइन्ट, क्यास एट ब्याङ्क। 9 नम्बरको क्यास एट ब्याङ्क अथवा ब्याङ्क ब्यालेन्स, यसलाई जे भने नि हुन्छ। कति छ क्यास एट ब्याङ्क? 1 लाख। 1 2 3 4 5 1 लाख छ। त्यसपछि अरु केही छ यहाँ? गुडविल भएन, इन्ट्रेस्ट, ब्याड डेट, सेल्स, लोन, क्रेडिटर्स, एकाउन्ट पेपर के छ। यसपछि चाहिँ अब हाम्रो यो क्लोजिङ स्टक पनि करेन्ट एसेटमा चढ्छ है। कति छ? 40,000। अब यो टोटल गरौँ यसलाई। टोटल गर्दाखेरि 1,65,000 प्लस 5,000 एक्योर्ड इन्ट्रेस्ट, 1 लाख रुपियाँ क्यास एट ब्याङ्क, 1 2 3 4 5 अनि 40,000 रुपियाँ गर्दाखेरि टोटल करेन्ट एसेट्स आयो 3,10,000। है 3,10,000 रुपियाँ चाहिँ टोटल करेन्ट एसेट्स आयो। अब यसपछि एसेट्समै अर्को पोइन्ट चढ्छ इन्भेस्टमेन्ट। इन्भेस्टमेन्ट को कहीँ छ यहाँ? इन्भेस्टमेन्ट छैन भने यसमा के लेख्नु पर्यो भने इन्भेस्टमेन्टमा केवल नील लेख्दै भयो। नील 0 भनेको थियो। त्यसपछि आउने भनेको पोइन्ट प्रोपर्टी, प्लान्ट एन्ड इक्विपमेन्ट हुन्छ है त। प्रोपर्टी, प्लान्ट एन्ड इक्विपमेन्टमा के आउँछ भन्दाखेरि सबभन्दा पहिला मेसिनरी आउँछ। मेसिनरी कति छ? मेसिनरीको एमाउन्ट छ 3,20,000। है। अर्को छ फर्निचर। फर्निचर पनि चढ्छ। कति छ फर्निचरको एमाउन्ट? 50,000 छ। फर्निचर छ 50,000 है। अनि त्यसपछि गुडविल पनि यसमै जान्छ। गुडविल छ कति? 50,000। 50,000 छ। अरु केही छैन होला। यति भएपछि सबैलाई हामी टोटलिङ गर्छौं। टोटल प्रोपर्टी
प्लान्ट एन्ड इक्विपमेन्ट भनेर सबै टोटल गर्ने कति भयो 3,20,000 50,000 प्लस 50,000 गर्दाखेरि 4,20,000 आयो 4,20,000 आयो टोटल है त्यसपछि यहाँ आउँछ टोटल एसेट्स गर्नुपर्छ टोटल एसेट्समा यो करेन्ट एसेट्स प्लस यो प्रोपर्टी प्लान्ट एन्ड इक्विपमेन्ट एउटा जोड्यो भने टोटल एसेट आउँछ कति आयो 4,20,000 रुपियाँ टोटल प्रोपर्टी एन्ड प्लान्ट इक्विपमेन्ट अनि 3,10,000 रुपियाँ चाहिँ करेन्ट एसेट्स आयो भनेपछि टोटल आयो 7,30,000 टोटल यति आयो अब यसपछि हाम्रो मुनिको चल्छ भनेको चाहिँ हाम्रो इक्विटीहरु है लायबिलिटी एन्ड ओनर्स इक्विटी भनेर यो पोइन्टहरु अर्को हेडिङ आउँछ यहाँ सबभन्दा पहिला आउँछ सेम लाइक करेन्ट एसेट्स यसमा करेन्ट लायबिलिटीज मा सबभन्दा पहिला आउने भने क्रेडिटर हो क्रेडिटर्स करेन्ट लायबिलिटीज आउँछ कति छ क्रेडिटर छ 17 नम्बरमा क्रेडिटर छ 47,000 है क्रेडिटर्स र अर्को पोइन्ट करेन्ट एसेट्स करेन्ट लायबिलिटीज भनेको चाहिँ के भन्दाखेरि एकाउन्ट पेएबल आउँछ अथवा यसलाई चाहिँ सर्टकटमा एपी भनिन्छ एकाउन्ट पेएबल छ 10,000 10,000 अनि अर्को चढ्छ आउटस्ट्यान्डिङ एक्सपेन्सेस पनि करेन्ट लायबिलिटीज हो आउटस्ट्यान्डिङ एक्सपेन्सेस कति छ आउटस्ट्यान्डिङ एक्सपेन्सेस 4500 छ टोटल करेन्ट लायबिलिटीज गरौँ कति भयो 47,000 प्लस 10,000 प्लस 4500 आउँछ 61,500 आयो है अब यसपछि चाहिँ अर्को पोइन्ट छ हाम्रो ओनर्स क्यापिटल भनेर आउँछ ओनर्स क्यापिटल सबभन्दा पहिला आउँछ क्यापिटलको एमाउन्ट कति छ यहाँ क्यापिटलको एमाउन्ट छ 4,25,000 क्यापिटल छ 4,25,000 है क्यापिटलमा अभियसली के हुन्छ क्यापिटलमा नेट इन्कम अथवा प्रॉफिट चढ्छ कति छ नेट प्रॉफिट छ हामीसँग 1,43,500 छ हाम्रो अघि निकालिसकेको छ इन्कम स्टेटमेन्टमा 1,43,500 इज ओनर्स क्यापिटल अब यहाँ जोडा कति भयो 42,500 क्यापिटल हैन 4,25,000 क्यापिटल
र 1,43,500 नेट प्रॉफिट भनेपछि कति आयो 5,68,500 यो चाहिँ टोटल ओनर्स क्यापिटल आयो। अब र लास्टमा एउटा छ जोड्नु पर्ने यहाँ लङ टर्म लोन भनेर लङ टर्म लोन भनेर चाहिँ हामी बैंक लोनलाई लिनुपर्छ है बैंक लोनलाई लङ टर्म लोन भनेर यहाँ बैंक लोन कति छ बैंक लोन कति छ 1 लाख रुपैयाँ छ 1 2 3 4 5 अब हामी यहाँबाट बल्ल टोटल लायबिलिटी एन्ड ओनर्स क्यापिटल निकाल्नु है र कति भयो 61,500 करेन्ट एसेट्स करेन्ट लायबिलिटिज भयो 5,68,500 ओनर्स क्यापिटल र 1 लाख रुपैयाँ 1 2 3 4 5 लङ टर्म एसेट्स लङ टर्म लोन भनेपछि ठ्याक्कै 7,30,000 टोटल लायबिलिटिज आयो र टोटल एसेट्स पनि हाम्रो 7,30,000 छ हामीले योभन्दा अगाडि चाहिँ नर्मल इन्कम स्टेटमेन्ट र क्लासिफाइड ब्यालेन्स सिट बनाएको थियो तर यो चाहिँ इन्कम स्टेटमेन्ट र क्लासिफाइड ब्यालेन्स सिट बेस्ड अन द एनएफआरएस यो अलिकति फरक छ थोरै फर्मेटिङमा फरक छ धेरै पोइन्टहरु उही छ तर यसको फर्मेटिङ मात्रै फरक छ के फरक रहेछ भन्ने कुरा चाहिँ हामी यहाँ हिसाब गरेपछि देखिन्छौँ सबभन्दा पहिला यहाँ चाहिँ मल्टी स्टेप इन्कम स्टेटमेन्ट हुन्छ मल्टी स्टेप इन्कम स्टेटमेन्टमा सबभन्दा पहिला बुँदा आउँछ रेभेन्यू फ्रम अपरेसन भन्ने रेभेन्यू फ्रम अपरेसन है रेभेन्यू फ्रम अपरेसनमा चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो सेल्सको एमाउन्ट त्यहाँ चढ्छ है सेल्स छ 10,53,000 10,53,000 यसरी चाहिँ आउँछ है अब त्यसपछि यसमा अर्को आउने भनेको चाहिँ कस्ट अफ सेल्स है कस्ट अफ सेल्स निकाल्नु पर्यो हामीले भन्दा पहिला कस्ट अफ गुड सेल निकालेको थियो भने अब यहाँ कस्ट अफ सेल निकाल्नु पर्ने हुन्छ कस्ट अफ सेल चाहिँ हाम्रो दिएको छ डाइरेक्टली यहाँ 3 नम्बरमा 7,55,000 रुपैयाँ यहाँ दिएको छ है ट्रायल ब्यालेन्समा कति छ 7,53,000 अब यो घटाएपछि यो आउने भनेको चाहिँ ग्रोस प्रॉफिट हो कति हुन्छ हेरौँ त 10,53,000 बाट 10,53,000 माइनस 7,55,000 गर्दाखेरि ग्रोस प्रॉफिट आयो 2,98,000 ग्रोस प्रॉफिट आयो है त यसपछि अर्को जोडिन्छ अब अदर इन्कम भनेर अदर इन्कममा चाहिँ के जोडिन्छ भन्दाखेरि यहाँ कहाँ छ गेन अन सेल अफ फर्निचर भनेर गर्छ इन्कम है गेन अन सेल अफ फर्निचर भनेर 10,000 छ 10,000
त्यसै गरेर अब अर्को चढ्छ यहाँ अर्को चढ्ने भनेको इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट चढ्छ। इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट भनेर कति छ इन्ट्रेस्ट अन इन्भेस्टमेन्टको एमाउन्ट? यो पनि 10,000 छ। इन्भेस्टमेन्ट चाहिँ ट्रायल ब्यालेन्समा अलरेडी एउटा छ भने अब हामीलाई यहाँ फेरि 10% इन्भेस्टमेन्ट भनेको छ 1,20,000। यो हाम्रो इन्भेस्टमेन्ट बाट 10% इन्भेस्टमेन्ट दिने भनेको यो चाहिँ गर्दाखेरि 1,20,000 को 10% भनेको कति हो? 1,200 हुन्छ। न्यू यहाँ जोडिन्छ न्यू इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट भनेर कति हुन्छ? 1,20,000 को 10% 1,200 हुन्छ है। यसरी टोटल कति भयो? 10 10 10 20,000 21,200 भयो। 21,200 रुपियाँ चाहिँ टोटल अदर इन्कम भयो। अब अर्को हुन्छ यहाँ डिस्ट्रिब्युसन एक्सपेन्सेस घट्छ। अब डिस्ट्रिब्युसन एक्सपेन्सेस घट्छ है त। हामीलाई क्वेसनमा भनेको छ स्यालेरिज आर 80% अफ सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस भनेको है। त्यो भनेको चाहिँ 80% अफ स्यालेरी चाहिँ डिस्ट्रिब्युसन एक्सपेन्सेस भनेको। स्यालेरी कति छ एमाउन्ट यहाँ हामीसँग? स्यालेरी छ स्यालेरी एक्सपेन्सेस 2 नम्बरमा 71,000 71,000 मल्टिप्लाई बाई कति छ? कति पर्सेन्ट भनेको छ? 80% है। प्लस ग्यास एन्ड ओइल भनेको छ। ग्यास एन्ड ओइल कति छ? 8,000 रुपियाँ। अनि ग्यास एन्ड ओइल चाहिँ 8,000 पनि भनेको छ। प्लस यहाँ 4th नम्बर दिएको छ ग्यास एन्ड ओइल एक्सपेन्सेस सेलिङ एक्सपेन्सेस भनेको छ है त। गर्दाखेरि 8,000 टोटल डिस्ट्रिब्युसन एक्सपेन्सेस कति भयो? 80%। 71,000 को 80% कति हुन्छ? 71,000 को 80% कति भयो? 56,800 प्लस 8,000 कति आयो? 64,000। टोटल चाहिँ कति आयो? टोटल आयो 64,800 आउँछ है। यसरी सेलिङ एक्सपेन्सेस भयो। अब त्यसपछि घट्ने भनेको अर्कै छ माइनस एडमिनिस्ट्रेसन एक्सपेन्सेस घट्छ है। एन्ड 20% एडमिनिस्ट्रेसन एक्सपेन्डिचर भनेको छ स्यालेरीको 20% चाहिँ फेरि एडमिन एक्सपेन्सेस हुन्छ भनेको। स्यालेरीको एमाउन्ट कति छ? स्यालेरीको एमाउन्ट फेरि 71,000 नै छ को 20% भनेको छ। अरू केही दिएछ यहाँ फेरि एडमिनमा? अरू केही दिएको छैन भनेपछि 71,000 को 20% कति हुन्छ? 14,200 हुन्छ। यहाँ 14,200 भयो। 14,000 भयो त। अनि अर्को आउँछ फेरि यसमा चढ्छ रिपेयर एन्ड एक्सपेन्स चढ्छ। रिपेयर एक्सपेन्सेस चढ्छ एडमिन एक्सपेन्समा है। रिपेयर एक्सपेन्सेस चढ्छ। कति छ रिपेयर एक्सपेन्सेस? 34,000 34,000 छ है। त्यसपछि अर्को छ इन्सुरेन्सहरु के चढ्छ? इन्सुरेन्स छ यहाँ प्रिपेड इन्सुरेन्स। यहाँ खासमा प्रिपेड इन्सुरेन्स चढ्ने हैन कि कुनै इन्सुरेन्स छ भने यहाँ छ। मैले अघि एउटा देखाएको थिएँ इन्सुरेन्सको एउटा यहाँ पोइन्ट। इन्सुरेन्स एक्सपायर्ड ₹18,000 है। त्यो भनेको चाहिँ प्रिपेड इन्सुरेन्सबाट 18,000 रुपैयाँ चाहिँ घटेको भनेपछि इन्सुरेन्स एक्सपेन्स चाहिँ इन्सुरेन्स एक्सपेन्सेस चाहिँ कति हुन्छ? 18,000 हुन्छ। जुन एक्सपायर भएको एमाउन्ट चाहिँ इन्सुरेन्स एक्सपेन्स हुन्छ है त। अनि अर्को एडमिनिस्ट्रेसनमा चाहिँ फेरि
अर्को पोइन्ट चढ्छ डिप्रिसिएसन। डिप्रिसिएसन पनि चढ्छ है त, डिप्रिसिएसन पनि एडमिनमा चढ्छ। डिप्रिसिएसन चाहिँ के भनेको छ यहाँ, डिप्रिसिएट प्लान्ट एन्ड मेसिनरी बाई 15% भनेको छ। प्लान्ट एन्ड मेसिनरी कति छ, प्लान्ट एन्ड मेसिनरीको चाहिँ 3,60,000 छ। 3,60,000 को 15% चाहिँ डिप्रिसिएसन काट्ने भनेको छ है त। गर्दाखेरि 3,60,000 को कति पर्सेन्ट, 15% कति भयो, 54,000 हुने भयो है, 54,000 त्यो चढ्ने भयो। अरू छ, अरू केही पनि छैन, यति नै छ। टोटल गरौँ यहाँ, 54,000 प्लस 18,000 इन्सुरेन्स प्लस 34,000 रिपेयर प्लस 14,200 कति भयो, 1,20,200 1,20,200 रुपियाँ चाहिँ एडमिन एक्सपेन्सेस भनेर चढ्यो है त। जुन अब यो आएको चाहिँ यसलाई प्रफिट फ्रम अपरेसन भनिन्छ है, यो चाहिँ प्रफिट फ्रम अपरेसन हो। यो कसरी निकाल्ने भन्दाखेरि अब रेभेन्यूबाट यो सबै के अरे एक्सपेन्सर घटाउने है, 2,98,000 अनि अदर इन्कम छ हामीसँग कति छ अदर इन्कम, अदर इन्कम छ 21,200 आयो। अनि अब डिस्ट्रिब्युसन एक्सपेन्सेस हुन्छ 64,800 र एडमिन एक्सपेन्सेस छ 1,20,200 गर्दाखेरि 1,34,200 रुपियाँ चाहिँ हाम्रो प्रफिट फ्रम अपरेसन आयो है त। हटाउनु पर्ने पोइन्ट छ फाइनान्स कस्ट, फाइनान्स कस्ट। फाइनान्स कस्ट भनेको चाहिँ अरू केही पनि होइन, यो लोनको पर्सेन्टेज हो यो है त। र हामी कति छ लोन यहाँ 15% ब्याङ्क लोन छ है त। यहाँ कतै इन्ट्रेस्ट अन लोन छ यहाँ डेबिटमा छैन भनेपछि हामीलाई चाहिँ 15% ब्याङ्कको लोन चाहिँ हामीले यहाँ काट्नुपर्ने हुन्छ फाइनान्स कस्टमा है। भनेको कति छ, लोन एमाउन्ट छ 56,000, यसको चाहिँ 15% चाहिँ फाइनान्स कस्ट भनेको इन्ट्रेस्ट कस्ट भनेको थियो। 56,000 को 15% कति भयो, 8,400 8,400 आयो। 8,400 चाहिँ घट्छ यहाँबाट है त, यो पनि घट्छ, यो पनि घट्छ, यो पनि घट्यो। गर्दाखेरि 8,400 1,34,200 बाट 8,400 घटायो भने यो जुन चाहिँ आउँछ यो ब्यालेन्स 1,25,800 1,25,800 जुन आउँछ यो एमाउन्ट प्रफिट बिफोर ट्याक्स हो, यो आएको हुन्छ। अब यदि कुनै ट्याक्स छ भने ट्याक्सेसन काट्ने ट्याक्सेसन पर्सेन्टेज यहाँ चाहिँ न्युल छ भनेपछि जुन अब लास्टमा आएको छ, अब ट्याक्स पनि नभएपछि 0 छ भने चाहिँ अब यो आउने लास्ट एमाउन्ट भनेको चाहिँ नेट इन्कम हो। नेट इन्कम कति आयो, 1,25,800 आयो है त। यस नेट इन्कम हाम्रो चाहिँ 1,25,800 रुपियाँ आयो। अब यसपछि हामी चाहिँ ब्यालेन्स सिटमा जाउँ। ब्यालेन्स सिटमा चाहिँ अब यसमा यसको सबभन्दा पहिला जाने भनेको फर्स्ट पोइन्ट भनेको चाहिँ नन करेन्ट एसेट्समा हो। नन करेन्ट एसेट्समा सबभन्दा पहिला जान्छ प्रोपर्टी प्लान्ट एन्ड इक्विपमेन्ट अथवा पीपीई। कति छ प्रोपर्टी प्लान्ट इक्विपमेन्ट हामीसँग कति छ, 3,60,000 रुपियाँ छ है।
3,60,000 रुपियाँ छ। तर यसबाट चाहिँ के हुन्छ, डिप्रिसिएसन घट्छ है, डिप्रिसिएसन घट्छ। डिप्रिसिएसन कति छ हाम्रो, डिप्रिसिएसन एमाउन्ट चाहिँ हामीले अघि काटिसकेका छौँ। यहाँ 54,000 छ। यहाँबाट चाहिँ हामीले 54,000 घटाउने, अनि यो 3,60,000 मा डिप्रिसिएसन घट्छ है, र यसमा फेरि प्लस अर्को घट्ने पोइन्ट भनेको एकुमुलेटेड डिप्रिसिएसन पनि घट्छ है। यसबाट गर्दाखेरि एकुमुलेटेड डिप्रिसिएसन पनि घट्छ, गर्दाखेरि कति छ टोटल, माइनस कति छ डिप्रिसिएसनको 45,000 छ, 45,000। अब 3,60,000 बाट 54,000 डिप्रिसिएसन र 45,000 एकुमुलेटेड डिप्रिसिएसन घटाउँदाखेरि कति आयो, टोटल 2,61,000 आयो यसको नेट एमाउन्ट है। अब यसपछि अर्को चाहिँ चढ्ने भनेको चाहिँ इन्भेस्टमेन्ट प्रोपर्टी हो है। हामीसँग इन्भेस्टमेन्ट प्रोपर्टी कति छ, यहाँ 10% इन्भेस्टमेन्ट छ यहाँ है त, 10% इन्भेस्टमेन्ट प्रोपर्टी छ। इन्भेस्टमेन्ट प्रोपर्टी कति छ, 1,20,000 छ। अर्को छ इन्टेन्जिबल एसेट्स, भनेर यसमा चाहिँ गुडविल जान्छ है। इन्टेन्जिबल एसेट्स गुडविल छ, यहाँ गुडविल छ 48,500 छ है त, 48,500 गुडविल छ। गर्दाखेरि अब यहाँ चाहिँ लास्टमा के आउँछ भन्दाखेरि टोटल नन करेन्ट एसेट्स भनेर यो सबैलाई जोडौँ कति हुन्छ, 2,61,000 प्लस 1,20,000 प्लस 48,500 गर्दाखेरि 4,29,500 चाहिँ टोटल नन करेन्ट एसेट्स है त। अब यसपछि आउने भनेको चाहिँ फेरि अर्को पोइन्ट करेन्ट एसेट्स, करेन्ट एसेट्स आउँछ। हामीलाई थाहा छ करेन्ट एसेट्समा के आउँछ, करेन्ट एसेट्समा सबभन्दा पहिला आउने भनेको डेप्टर्स आउँछ। करेन्ट एसेट्समा सबभन्दा पहिला बुदा हुन्छ ट्रेड एन्ड अदर रिसिएबल। ट्रेड रिसिएबल भनेको अरू केही पनि होइन, यो भनेको चाहिँ डेप्टर्स हो है, डेप्टर्स हो। गर्दाखेरि डेप्टर्स, अदर रिसिएबल भनेको चाहिँ के हो भन्दाखेरि हामीले अघि नै यो अदर इन्कममा चाहिँ हामीले यहाँ इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट भनेर यहाँ दिएको छ 10,000 रुपियाँ, तर न्यू इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट भनेर चाहिँ यो 1,200 रुपियाँ छ। यो 1,200 रुपियाँ किन चढ्न परेको भन्दाखेरि यो भनेको चाहिँ तपाईँको इन्फर्मेसनमा दिएको चाहिँ पोइन्ट हो। यो इन्फर्मेसनमा दिएको पोइन्ट चाहिँ दुई ठाउँमा चढ्छ। अगेन ब्यालेन्स सिट कि नेम हो, एउटा इन्कम स्टेटमेन्टमा चढ्यो भने अर्को यसको इफेक्ट हुन्छ ब्यालेन्स सिटमा है, दुई ठाउँमा। गर्दाखेरि यहाँ चाहिँ अदरमा चाहिँ इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट भनेर यहाँ 34,500 डेप्टर अनि अर्को 1,200 रुपियाँ गर्दाखेरि टोटल कति भयो, 34,500 प्लस 1,200 गर्दाखेरि 35,700 रुपियाँ चाहिँ भयो है। अनि अर्को छ करेन्ट एसेट्सको अर्को पोइन्ट हुन्छ इन्भेन्टरिज। इन्भेन्टरिज भनेको अरू के होइन, यो चाहिँ स्टक हो, यो क्लोजिङ स्टक अथवा ओपनिङ स्टक। स्टक एट द इन्ड छ, यहाँ कति छ 1,10,000 रुपियाँ, 1,10,000। अर्को हुन्छ फेरि क्यास।
क्यास एट ह्यान्ड, क्यास पनि हुन्छ करेन्ट एसेट्समा। कति छ यहाँ 40,000 छ क्यास। अरु केही छ यहाँ प्रिपेड एक्सपेन्सहरु, प्रिपेड इन्स्योरेन्स छ एउटा, प्रिपेड इन्स्योरेन्स पनि छ। त्यो चाहिँ अदर करेन्ट एसेट्समा आउँछ है। त्यो केमा आउँछ करेन्ट एसेट्स भनेको चाहिँ प्रिपेड इन्स्योरेन्समा आउँछ। यो प्रिपेड इन्स्योरेन्समा फेरि एउटा के छ कि हामीले दिन पनि कुरा भन्दाखेरि प्रिपेड इन्स्योरेन्स चाहिँ कति छ 24,000 छ है, 24,000 छ। तर हामीलाई इन्फर्मेसनमा चाहिँ यहाँ कति छ यहाँ 18,000 रुपैयाँ चाहिँ एक्सपायर्ड भएको छ गर्दाखेरि 18,000 एक्सपायर्ड छ गर्दाखेरि हामीले नेट इन्कम मात्र लिनु पर्ने हुन्छ। कति छ नेट कति हुन्छ 24,000 मा 18,000 गर्दा कति हुन्छ 6,000 रुपैयाँ मात्रै प्रिपेड इन्स्योरेन्स हुन्छ। अब टोटल करेन्ट एसेट्स गरौँ गर्दाखेरि 35,700 रुपैयाँ डेप्टर, 1,10,000 रुपैयाँ इन्भेन्टरिज, 40,000 क्यास र 6,000 प्रिपेड इन्स्योरेन्स गर्दाखेरि टोटल आयो कति 1,91,700 रुपैयाँ आयो है त टोटल मा। अब टोटल एसेट्स गरौँ। अब हामीलाई चाहिने बुदा भनेको यो टोटल एसेट्स है। टोटल एसेट्स कति आउँछ टोटल एसेट्स चाहिँ टोटल लायबिलिटीज टोटल एसेट्स चाहिँ टोटल करेन्ट एसेट्स र टोटल नन करेन्ट एसेट्स गर्नुपर्छ है त। र टोटल नन करेन्ट एसेट्स चाहिँ 4,29,500 छ, 4,29,500 छ भने टोटल करेन्ट एसेट्स 1,91,700 छ गर्दाखेरि हामीसँग कति आयो 6,21,200 रुपैयाँ चाहिँ टोटल एसेट्स आयो। टोटल एसेट्स आयो हामीसँग 6,21,200 रुपैयाँ है। अब यसपछि हामीले टोटल एसेट्स निकालिसकेपछि अब टोटल लायबिलिटीमा जाउँ। अब है लायबिलिटीमा जाउँ। लायबिलिटी साइडमा चाहिँ यो हुन्छ पहिलो पोइन्ट लायबिलिटीज एन्ड क्यापिटल्स लायबिलिटीज एन्ड इक्विटी हुन्छ है। लायबिलिटीज एन्ड लायबिलिटीज को सबभन्दा पहिला आउँछ पोइन्ट इक्विटी आउँछ। इक्विटी भन्ने बित्तिकै यसमा चाहिँ क्यापिटल जोडिन्छ एउटा इक्विटी क्यापिटल हो र एनी काइन्ड अफ ड्रइङ गर्छ यहाँ र हामीलाई थाहा छ नेट इन्कम यसमा जोडिन्छ है। यसरी चाहिँ इक्विटी निकालिन्छ। अब क्यापिटल एमाउन्ट कति छ हामीसँग क्यापिटल एमाउन्ट छ यहाँ 3,50,000 रुपैयाँ क्यापिटल छ। हामीसँग ड्रइङ छ कतै ड्रइङ छ यहाँ 15,000 ड्रइङ छ र हामीलाई नेट इन्कम थाहा छ स्टेटमेन्टमा नेट इन्कम कति छ भन्दाखेरि 1,25,800 रुपैयाँ छ। 1,25,800 नेट इन्कम छ गर्दाखेरि हामीसँग कति हुन्छ टोटल लायबिलिटीज एन्ड इक्विटी टोटल इक्विटी कति हुन्छ 3,50,000 माइनस 15,000 3,50,000 माइनस ड्रइङ 15,000 र प्लस चाहिँ 1,25,800 रुपैयाँ नेट इन्कम गर्दाखेरि हाम्रो चाहिँ कति आयो इक्विटी 4,60,800 आउँछ है। अर्को आउँछ फेरि यहाँ नन करेन्ट लायबिलिटीज भनेर नन करेन्ट लायबिलिटी भनेको अरु के पनि हैन यो भनेको चाहिँ बैंक लोन अथवा लङ टर्म बैंक लोन हो है।
हामीसँग कति छ यहाँ ब्याङ्क लोन 15% ब्याङ्क लोन छ 15% ब्याङ्क लोन छ 15% ब्याङ्क लोन कति छ भन्दाखेरि 56,000 रुपैयाँ ब्याङ्क लोन भयो है अब हामीले निकाल्नु पर्ने छ करेन्ट लायबिलिटीज करेन्ट लायबिलिटीजमा सबभन्दा पहिला आउँछ क्रेडिटर 96,000 प्लस अर्को हुन्छ आउटस्ट्यान्डिङ एक्सपेन्सेसहरु के छ त्यो पनि हुन्छ आउटस्ट्यान्डिङ एक्सपेन्सेस मैले अघि यहाँ के देखे त भन्दाखेरि आउटस्ट्यान्डिङ इन्ट्रेस्ट अन लोन है इन्ट्रेस्ट अन लोन चाहिँ मैले अघि नि यहाँ कति छ फाइनान्स कस्टमा चाहिँ 8400 8,400 रुपैयाँ चाहिँ आउटस्ट्यान्डिङ इन्ट्रेस्ट हो त्यो गर्दाखेरि 8400 8,400 रुपैयाँ एउटा आउँछ है त गर्दाखेरि कति हुन्छ 96,000 प्लस 8,400 गर्दाखेरि 1,04,400 रुपैयाँ टोटल 1,04,400 रुपैयाँ हुन्छ अब यो 1,04,400 भने के भन्दाखेरि टोटल करेन्ट लायबिलिटीज हो है अब लास्टको बुदामा के हुन्छ यहाँ भन्दाखेरि टोटल इक्विटी एन्ड लायबिलिटीज भनेर आउँछ है यसको सबटोटल लेख्नु छ अब यो गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि यो टोटल इक्विटी प्लस लायबिलिटीज र टोटल एसेट्स बराबर आउनुपर्छ 6,21,200 रुपैयाँ आउनुपर्छ है टोटल कति हुन्छ भन्दाखेरि 4,60,800 प्लस 56,000 लोन प्लस 1,04,400 रुपैयाँ चाहिँ गर्दाखेरि ठ्याक्कै टोटल इक्विटी आयो 6,21,200 रुपैयाँ यसरी हाम्रो टोटल एसेट्स प्लस टोटल लायबिलिटी चाहिँ इक्वल भएको छ हाम्रो हिसाब मिलेको छ है त एकदमै क्याल्कुलेटिभ छ ध्यान दिनुपर्ने कुराहरु धेरै पोइन्ट छ धेरै गाह्रो त छैन मात्र अलिकति कन्सन्ट्रेट गरेर प्रत्येक पोइन्टलाई चाहिँ हामीले यसमा इन्क्लुड गरे भने चाहिँ डेफिनेटली हाम्रो हिसाब मिल्छ है त